सबैजनालाई जय गोर्खाली जय नेपाल अनि स्वागत छ मेरो फाक्लक फुक्लुक भिडियोमा फाक्लक फुक्लुक पारेर हैन। यो समाचार हेर्दा हेर्दा कान दुखेर फेरि अनि तपाईहरुसँग फेरि पनि उपस्थित भएको छु हैन। अनि स्वागत छ सबैजनालाई। के गर्नु मेरो देशको कुरा म भन्न सक्दिन हैन। के गर्ने जति भन्दा नि हुँदैन हैन। शिक्षक आन्दोलन गर्यो, शिक्षा जति सब रोडमा सुतेको शिक्षा मन्त्रीले राजीनामा दियो है। के सुनेको अब छैन। तिनीहरूले अब शिक्षकहरूले भन्छ बोर्डिङ स्कुललाई सरकारीकरण गर अनि सबै प्रधानमन्त्री चाहिँ अब ठुलठुलाको जति अनि व्यक्तिगत बोर्डिङ छ भनेर भन्दैछ हैन। सुने त्यो पनि है। अब फेरि अर्को कुरा सुनिहाल्यो, विद्युत प्राधिकरणमा कुलमानले छोड्ने बित्तिकै 2-4 करोड अब खरब कति जाति ऋण लागिसक्यो रे भनेपछि बत्ती जाने भयो। कन्फर्म बत्ती जान्छ है। त्यो पनि गाह्रो छ। कति सुनाउने बिजोग छ बिजोग। छोरालाई कहाँ पढ्छस् भन्दा सरकारीमा। किन भनेर भनेको त सरहरू सबै सडकतिर सुत्नु गएको छ, पढाउँदैन। उनीहरू पनि खेल्न जान्छ। के गर्नु त गाह्रो छ। ल फेरि पनि अर्को भिडियोमा आउनेछु। जय नेपाल जय गोर्खाली।